ल साथीहरू, अब मिलेर सीता सिरियल हेरौँ है त, हामी सबै मिलेर सीता सिरियल। आच्छा, के पारा हो यो? हिजो सुभद्राको घरमा गएको मान्छे अहिले फर्कँदै? कति बज्यो? 9 बजिसक्यो। कतिखेर पानी ल्याउँछ, कतिखेर घाँस ल्याउँछ, बस्तु कराएको कराइछ, कुँडो कतिखेर पकाउने हो? कस्तो टाउको दुखिरहेछ? औषधि छैन आमा? छ, मेरो सुगरको औषधि खान्छस्? ठिक हुन्छ त्यसले? अब मेरो सुगर त ठिक हुन्छ, तेरो टाउको थाहा छैन मलाई के हुन्छ। नजिस्किन्न के, ठिक हुने भए खानु पर्यो। नाटक गर्छ स्वाट? सुगरको औषधिले कहीँ टाउको दुखाइ ठिक हुन्छ? आजकल कामको दुःखले अनेक थरी बाहना बनाउँदैछस्, म बुझ्दिनँ र? धरो धर्म बाहना बनाएको भए मरि जाउँ। तँ मऱ्यो भने मेरो घरको काम कसले गर्छ? जा छिटो पानी लिन, अबेला भइसक्यो। हेर्न अझ यसका रिस झन् तलब दिन थाल्यो, झनै पो काममा रिस पोख्न थाल्यो त्यसले। हस् त म लाग्छ आमा। हस् बाबु, अब बल्ल बल्ल ससुराली आउनुभएको चाहिँ हिजो त्यो रमेशले गर्दा अलि नरमाइलो लाग्यो होला। केही छैन आमा, कहिले रक्सी नखाने मान्छेले हिजो एक्कासी खाँदाखेरि नमात्रै लागेछ उसलाई। तर रक्सी खाएपछि मान्छेले सत्य कुरा बोल्छ भन्छन्, त्यो बाबुले पनि हिजो आफ्नो मनको तितो पखालेर जानुभयो। मनको तितो पखालेको होइन, त्यसले आफ्नो चरित्र देखाएको हो। त्यसलाई हामीसँग राखेर खुवाउनै नहुने आमाहरूले पनि निकै मत्याउनु भएको रहेछ त्यसलाई। त्यसो नभन् बाबु, मनको सफा छ रमेश, हामीलाई असाध्यै माया गर्छ। त्यो त थाहा भइहाल्यो नि, हिजो हाम्रो बहिनीको पछाडि हात धोएर हिँडेको रहेछ। बिचरा ज्वाइँको अगाडि बहिनीको बारेमा त्यसरी जे पाए त्यही भन्ने हो। साथीहरू, तपाईँलाई सीता सिरियल कस्तो लाग्दछ, राम्रो लाग्दछ भने चाहिँ कमेन्ट गर्नुहोस्। म चाहिँ सीता सिरियल हेर्ने सधैँ नियमित मान्छे हो है। मलाई सीता सिरियल एकदम मनपर्छ। तपाईँहरू सीता सिरियल हेर्नु होला, ओरिजिनल च्यानलमा गएर पनि हेर्नु नबिर्सिनु होला। सीता च्यानल एकदम राम्रो छ। मैले चाहिँ सीता च्यानलको केही भागहरू मात्र लिएर आउने गर्दछु। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गरेर कमेन्ट गर्नुहोस्। सेयर बटनमा गएर राम्रो लाग्छ भने सेयर गर्नुहोस्। च्यानलमा नयाँ हुनुहुन्छ भने पनि सब्सक्राइब गरेर मलाई पनि माया गरिदिनुहोस्। मेरो युट्युब आइडीलाई पनि अगाडि लैदिनुहोस् भन्न चाहन्छु। र शुभरात्रि, शुभ बिहानी, शुभ प्रभात सबै तपाईँहरूलाई दिँदै म बिदा हुन्छु। छोटो मिठो